गाइस वेलकम टु माई मेरी ब्लग। हाम्रो ब्लग सुरु हुन्छ अब बानेश्वर चोकबाट हामी जाँदैछौँ। यता हुनुहुन्छ हाम्रो सोनुजी, यता हुनुहुन्छ हाम्रो सङ्गीताजी, यता छु म विमलाजी है, अनि सोभेनमा है त। यहाँ हामी चाहिँ ट्राफिक लाइनमा बसिरहेको छु। प्लस माइनसमा हिसाब नै मिलेन, मेरो एक्सले हिरालाई चिनेन। दुनियाँ बेग्लै छ, दुनियाँ बेग्लै छ, माया र विश्वास त सबै फेक रहेछ, माया र विश्वास त सबै फेक रहेछ। अहिले ब्रेक लाउँछ कि सिकाउनु गाइस। च्याउला रेलैमा सरर गोर्खा फर्कन हाई च्याउला रेलै भन्छ होइन। अनि चाहिँ हिँडिरहेको छु, अदमनगरतिर पुग्न लाग्यो। हाई गाइस, हजुर हजुर अब माथिल्लो साइडबाट हिँड्नुहोस् ल, त्यो पुलभन्दा माथि, पुलको अन्तरबाट छिर्दा हुन्छ। अब हामी चाहिँ हिँडेको न्यु रोड। आज हाम्रो घुम्ने पालो हो, आजको दिनलाई घुम्ने दिन भन्ने छैन। सिधै हिँड्नु न, सिधै हिँड्नु, सिधै हिँड्नु। बालेनको पुल हो यो, बालेनको। त्यहाँबाट एकछिन त्यहाँबाट हो, त्यो ट्याक्सी गएकोबाट हिँड्नु है, कालो ट्याक्सी। यो बालेनको पुल हेर्नुहोस्, यस्तो राम्रो छ, यस्तो राम्रो। ठिक्काले ठिक्काले यस्तो राम्रो छ। यस्तो राम्रो ठाउँमा को आउनु भएको छ कमेन्ट अवश्य गर्नु होला। काठमाडौँ सहर घुम्न लाग्छ मन रहर, कति रहर लाग्छ धेरै। अब ड्राइभरमा प्रो भइसक्यो हाम्रो सङ्गीता पनि, हामीसँग हिँड्दा 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 अब हाम्रो सिधै सिधै एकछिन मण्डलाबाट सिधै